के तपाईलाई थाहा छ न्याउली चरी किन एउटै डाँडामा दुई चार चराहरू चाहिँ कराउँदैनन्? किन एउटै डाँडामा उनीहरू चिच्याउँदैनन्? यो एउटा रहस्य छ, एउटा किम्वदन्ती, एउटा कथा छ। यसलाई मैले आफ्नो उपन्यास चौथो उपन्यासमा यसलाई बनाएको छु। भनिन्छ नि, चराचुरुङ्गी पनि मान्छेको मानव जीवनमा निकै एउटा परिहार्य रहस्यहरू लुकेको हुन सक्छ। त्यसकारण आज सुनौ मेरो उपन्यास, जसको नाम छ बतासे डाँडा। कुनै समय हिमालको काखमा घना जङ्गलले ढाकेको एउटा अग्लो डाँडा थियो। त्यो डाँडा प्रकृतिको अनुपम उपहार जस्तै थियो। वर्षभरि अनेकौं रुखहरूमा मिठा मिठा फलहरू पाकिरहन्थे। चराचुरुङ्गीहरूको चिरबिर आवाजले बिहानी खुल्दथ्यो र साँझ शीतल बताससँगै जङ्गल निदाउँथ्यो। त्यही डाँडामा एउटा भाले न्याउली चरी एक्लै बस्ने गर्थ्यो। उसलाई एक्लोपनको पीडा थिएन, किनकि प्रकृतिले उसलाई सबै थोक दिएको थियो। फलफुलको कमी थिएन, पानीका मुहानहरू कहिल्यै सुक्दैनथे र डाँडाको शान्त वातावरण नै उसको संसार थियो। एक दिन आकाशमा लामो यात्रा गर्दै खाना खोजिरहेकी एउटी पोथी न्याउली चरी त्यही डाँडामा आइपुगिन्। उनी थाकेकी थिइन्, भोकले कमजोर भएकी थिइन्। भाले न्याउलीले उनलाई देख्ने बित्तिकै मिठा मिठा पाकेका फलहरूको रुखमा लग्यो। पोथीले पेटभरि खाना खाइन्। उनको अनुहार मुस्कान भरियो। त्यो दिनको भेटले उनीहरू बीच एउटा सुन्दर सम्बन्ध सुरुवात गरायो। दिनहरू बित्दै गए। उनीहरू सँगै खाना खोज्थे, सँगै उठ्थे, सँगै सूर्यास्त हेर्थे। जति समय बित्दै गयो उनीहरूको प्रेम उति नै गहिर्दै गयो। उनीहरूले त्यही डाँडालाई आफ्नो घर बनाए। तर नियतले उनीहरूको सुख देख्न सकेन। एक रात आकाश कालो बादलले ढाकियो, चट्याङ गर्जियो। त्यसपछि सुरु भयो भयानक हावाहुरी। रुखका हाँगाहरू भाँचिए, सबै फल भुइँमा झरे। बिहान हुँदा त्यो डाँडा उजाड जस्तै देखिन्थ्यो। त्यहाँ बसिरहन सम्भव थिएन। दुवैले अर्को जङ्गल खोज्ने निर्णय गरे। नयाँ ठाउँमा पुगेपछि पनि खानाको अभाव थियो। त्यसैले एक दिन उनीहरू खाना खोज्ने छुट्टा छुट्टै दिशामा निस्किए। छुट्टिनु अघि भाले न्याउलीले पोथी न्याउलीको आँखामा हेर्दै भन्यो, यदि हामी हरायौँ भने हाम्रो पुरानो डाँडामा फर्केर आउनु। त्यहाँ बसेर न्याउल न्याउल गर्दै मलाई बोलाउनु। म जहाँ भए पनि तिमीलाई खोज्दै त्यहीँ आउनेछु। पोथीले टाउको हल्लाउँदै वाचा गरिन्। त्यो उनीहरूको अन्तिम भेट थियो। भाले न्याउली समयमै फर्कियो, तर पोथी आइनन्। उसले दिन गन्यो, महिना गन्यो, वर्षौं भयो। प्रत्येक बिहान उही डाँडामा बसेर सबैभन्दा अग्लो ठाउँबाट कराउँथ्यो, न्याउल न्याउल। उसलाई विश्वास थियो उसको आवाज सुनेर एक दिन उनकी प्रेयसी अवश्य फर्किनेछिन्। तर समय निर्दयी बनिरह्यो। अन्ततः धेरै वर्षपछि उसले जीवन अगाडि बढाउने प्रयास गर्यो र अर्को पोथी न्याउलीसँग घर बसायो। तर प्रेम पूर्ण रूपमा कहिले मर्दैन। एक दिन पोथी न्याउली त्यही डाँडामा फर्किन्। उनले आफ्नो प्रियलाई अर्की पोथीसँग रमाइरहेकी देखिन्। उनको संसार एकैछिन टुक्रियो। आँसु पुस्दै उनी केही नभनी त्यहाँबाट फर्किन्। समयले उनलाई पनि अर्कै जीवन खोज्न बाध्य बनायो। यता भाले
न्याउलीकी नयाँ पत्नीले आफ्नो श्रीमानको पहिलो प्रेमको कथा थाहा पाइन्। उनको मनमा पीडा र असुरक्षा भरियो र उनी माइत गइन्। भाले धेरै पटक लिन गयो तर उनी फर्किन मानिनन्। रिसले भरिभराउ दुवैजनाको ठुलो झगडा भयो। भालेले क्रोधमा भन्यो, आजदेखि तिम्रो जीवनमा कहिले सुख नआओस्। मेरो बस्तीको पारीको डाँडामा एक्लै बसेर जीवनभर बिरहमा कराइरहन्। पोथीले आँसु पुस्दै जवाब दिइन्, तिमी बसेको डाँडामा कहिल्यै फलफुल नफुलुन्, सधैँ बतास चलिरहोस्। तिमीले जीवनभर मलाई सम्झेर न्याउल न्याउल गर्दै कराइरहन् अनि नदीको पानी तिम्रो आँखामा रगत जस्तै देखियोस्। भालेले पनि त्यही श्राप फर्काइदियो। भनिन्छ त्यस दिनदेखि त्यो डाँडाको भाग्य नै बदलियो। फलफुल हराए, हरियाली हरायो, सधैँ चिसो बतास चल्न थाल्यो। आज पनि त्यो डाँडामा साँझपख न्याउलीको करुण आवाज सुनिन्छ। पारीको डाँडाबाट अर्को आवाजले त्यसको उत्तर दिन्छ। उनीहरू अझै एक अर्कालाई खोजिरहेका छन् भन्ने विश्वास गाउँलेहरू गर्दछन्। जब तिर्खा लाग्छ उनीहरू नदीमा पुग्छन् तर पानी रगत जस्तै देखिन्छ। त्यसैले उनीहरू बिहानको शीतको थोपा चुसेर फेरि बिरहका गीत गाउँछन्। गाउँका बुढापाकाहरू आज पनि यही कथा सुनाउँदै भन्छन्, त्यो डाँडामा सधैँ बतास चल्नुको कारण मौसम मात्र होइन, दुई न्याउली चराको अधुरो प्रेम र उनीहरूले दिएको श्राप हो। त्यसैले त्यस डाँडाको नाम सधैँका लागि बतासे डाँडा रहन गयो। धन्यवाद दर्शकवृन्द। यही एउटा मेरो सानो उपन्यास पटकथा हो। यसलाई कतिको मन पराउनुहुन्छ, कतिको विश्वास गर्नुहुन्छ, पछि फेरि अर्को संस्करणमा भेट हुने नै छौँ भन्दै फेरि बिदा हुन चाहन्छु। नमस्कार। मैले तिमी आउने देउराली छोडिदिए, तिमीले दिएको झुठा कसम तोडिदिए। पर्खी बस्नु त्यही देउरालीमा, सम्झी बस्नु त्यही पुरानो याद बोकेर। हिजो आज बतास चल्छ यो डाँडामा, तिमी आउने आशामा यो मन्जल छ त्यो पाखामा। हिजो आज बतास चल्छ यो डाँडामा, तिमी आउने आशामा यो मन्जल छ त्यो पाखामा।